पार्कबाट जम्मा 4 किलोमिटरको दूरीमा रहेको एकदमै एस्थेटिक र इन्जोइङ भाइबको लागि फ्यामिली रिसोर्ट एन्ड कटेजलाई नबिर्सिनुहोला। म त यहाँ आउने बित्तिकै यहाँको वातावरणमा सबै टेन्सन भुलेर घुलमिल भए। फ्यामिली इन्भाइरोमेन्ट भएकोले आफ्नो पार्टनर, फ्रेन्ड सर्कल र फ्यामिलीहरूलाई पनि सुइटेबल एन्ड फुल अन इन्टरटेनमेन्ट लिन मिल्ने ठुलो रिजर्भेसन बिहे, भोज, व्रतबन्धको लागि बुकिङ गर्न मिल्छ। स्विमिङ पुल पनि दुईवटा छ, एउटा बच्चाहरूको लागि भने अर्को चाहिँ एडल्टहरूको लागि। साथै कार, मोटरहरू पनि मजाको 15-20 वटा अटाउने खालको पार्किङ छ। म र मेरो साथीहरू त पुरै एक दिन नै बसेर स्विमिङ पुलमा खेलेर रातिको समयमा बारबेक्यू गर्दै नाच्दै गाउँदै बितायौँ। हजुरहरू पनि जान नभुल्नुहोला है। साथै बेला बेलामा कम्बो अफर आउने भएकोले प्लिज डु फलो अस।